Hey guys, good morning. आजको ब्लग चाहिँ मेरो घरबाटै सुरु भएको छ सधैँ जस्तै विथ ब्ल्याक टी। अनि आजको मौसम चाहिँ कुनै यस्तो खालको छ सबैतिर आज चाहिँ म गाउँतिर जाने प्लान गरिरहेको छु है, दाइको बिहेको काठ बाँड्नुको लागि। अनि तपाईहरुलाई पनि यसो मेरो गाउँको म कहिले कहिले जाँदाखेरि यसो देखाइदिउँ भनेर गाउँको भिडियो हेर्दै जाउँ कस्तो हुन्छ हैन। आई होप राम्रै हुन्छ होला, तपाईहरु इन्जोय गर्नुहुन्छ होला। मेरो गाउँ जाने ब्लग यसै पनि पिसक्यो हैन, अलमोस्ट 10:40 भइसकेको छ। अब यो भन्दा लेट नगरौँ, अब रेडी हुन्छु म, अनि त्यहाँदेखि एकैचोटी जाँदाखेरि भेटौँ है त। गाइस म चाहिँ रेडी भएर हिँडेँ, अब लेट भयो हैन। हल्का खाजा साजा खाँदा 11 बजिसकेछ। ओके गाइस, अब हुस्से लागिरहेछ, म मौन गर्दिनँ होला 1 मिनेटमा है। तपाईँलाई म धुम्नमा देखाउँदै जान्छु कस्तो कस्तो कहाँ पुगेँ, त्यसपछि भेट्दै गरौँला। कालीबुढी भन्ने ठाउँमा आइपुगेछु है, यहाँको जङ्गलको मुखमा। हजुर माथि म भयो 3-4 दिनमा एक्लै। कहाँ जानुभएको? कहाँ जानुभएको? हजुर चिने माथि त्यहाँ हुनुहुन्छ बडाबाबुहरू तल? कहाँ जनताजी लिएर कता? माघे संक्रान्ति खानु गएको थिएँ नि, फर्केको अब। उयो भरा त पनि किन? त्यो उसको भान्जा त्यतिकै यहाँको ठाउँ चाहिँ यस्तो छ। यो जङ्गलको मुख है, हामी यताबाट आएको, अब यता जाने। यो जङ्गल पारि चाहिँ ठ्याक्कै मेरो गाउँ छ, यसलाई गछ्या भन्छ, गछ्या 4 नम्बर है त। माउन्ट गरेर तपाईँहरूलाई जङ्गलको भ्यू देखाउँछु है त म। मिडियममा साउन्ड चाहिँ कस्तो आउँछ पनि थाहा छैन, कहिले भोइस छैन, मेरो लागि फर्स्ट हो। के हुन्छ कस्तो हुन्छ अब चाहिँ मजाले घाम लागेको रहेछ, त्यही भएर गोप्रो माउन्ट गरिदिएको। जङ्गलको भ्यू चाहिँ अब खासै राम्रो त हुँदैन, त्यही पनि इन्जोय गर्नु होला। कस्तो एउटा छ म थाहा छैन होइन, मुदामोड मात्रै लगाएको छु मैले, मार लगाएको छुइनँ। आधा मुदामोडमा चेक गरेको
गोठ तान्दै बसिराख्नु होला। मामासी नमस्कार। बुहारी त ड्युटीबाट आएर सुत्यो। अनि के बनाउँदै छ? हजुर के बनाउँदै छ? यो के भान्जा बनाउन सुरु गरेर क्या? भिडियो नि मैले पनि सुरु गरेँ। नमस्ते। नमस्ते। के भएको छैन थाल्नु भयो क्या? सुरु गरेर छ। जाडो महिना के राम्रो लाग्छ? मेरो माइला मामा हुनुहुन्छ उहाँ चाहिँ। अनि यता चाहिँ के भन्नु पर्यो मैले? मामै भन्दा पनि भएन। मामा मामै भन्नु पर्ला। यसो कहिले कहिले घुम्नु जाँदाखेरि खिचिबस्छु। अनि यहाँ हाम्रो बहिनी माइजू खान्थे पिन्थे गर्नु हुँदैछ। 12 बजिसक्यो के पकाउनु भएको पनि पकाउनु चाहिँ। लोकल कुखुराको मासु। मैले एक्लै खाने हो नि त्यो चाहिँ। अब भाजी गरी त आएन। लाङसाको मासु गयो त कान्छा भाइहरू खै कतातिर त बितातिर भन्थ्यो। टक्कसँगै भातसात खाइयो होइन। अब चाहिँ जाने हो। यहाँ चाहिँ यस्तो छ ढक्क गाई बस्तु यहाँनिर गोठ भन्छ। मामाहरू पनि कता बेलुकातिर कता जान आएको छ यहाँतिर। हामीले खाना खानु भनेर खानापिना खाइयो। अब चाहिँ म पनि जाने। मामाहरू पनि बेलुकातिर कता जानुहुन्छ अरे। टाइम चाहिँ गाउँ यस्तो छ बारी यतातिर जङ्गल। त्यतातिर चाहिँ खोला पर्छ है। जानु नजानु मजाले। छिर्दै जान्छु म। तिमीहरू चाहिँ नजाने? घरबुढी अरे? ओ घरबुढी त भएको छैन होला हौ अहिले नै। ल म पनि जान्छु ल। यहाँ काठ दिँदै दिँदै जान्छु। गयो ल। ए माइजू बुनु यहाँ आऊ त। छैन रहेछ नानीहरू छैन रहेछ। यहाँ दिनु ल। नानीहरूको छैन।
बडामा ल यताबाट पनि घरमा भेटिएन अब कता जानु सक्छ होला कोही घरमा भेटिँदैन कोही पनि घरमा भेटिँदैन त भा कोही भेटिँदैन त भाइ राज भाइ मलाई त चिन्नुहुन्न होला ए थोरै छ भन्छ नि कहिले आएको पल्टन म 4-5 दिन भयो तपाईँ कता विदेशतिर छैन अनि अचेल कि कहिले आउनुभएको कि 2 महिना जस्तो म अहिले यहाँ म अहिले यहाँ छिरेर गएको त अनि भित्रै थियो त कहाँ यहीँ घरभित्रै थियो ए त्यहाँ पसेर बोला हिँडेँ कोही सुनेन बोले नि त बढियामा हुनु न अनि ठिक्क म त्यहाँ राजदाईकोमा छिरिरहेको थिएँ उसलाई देखेर भरदे आइपुगेछ र कमल आइपुग्यो भनेर कुदेर आएको तपाईँ त 8 इयरको हो नि तपाईँ म त 1 को नि हौ ए 1 फर्स्ट इयरको चाहिँ कति फर्स्ट थर्ड फर्स्ट काका मेरे फेफुला हजुर अघि पनि यहाँसम्म आउनु भएको थियो हैन म कहाँसम्म यहाँ आएर होइन नि नाति जस्तै थियो त होइन होला आरामै हुन्छ कहिले आयो हौ तिमी भयो नि 4-5 दिन भयो 4-5 दिन हजुर ए हन कुन खालको हो यो मास्क हो कि के हो कि क्यामेरा हो ए यो क्यामेरा अगाडि खिच्दै हिँड्ने यसो घुम्दै फिर्दै अच्छा कहाँ छ तिम्रो अहिले बसाइ त भयो नि 9 वर्ष अब त ए अब त पक्का खङ्कार भइसकेछ कमान्डोई भइसकेछ अबे साले जो माफ करना मैं जो जङ्गलको बाटै खतरा छ है नाति जङ्गलको धरङ ए जङ्गलमा त थेचारेरै मार्छ थेचारेर थाचारेर हुन्छ म बिसालो हजुर नौरी आयो नि 4-5 दिन भयो नि हिजो मम्मी निस्किनु भएन त्यता मम्मी सँगै जाउँ न अन्त छिटो कुदाउँछ सर म त बिस्तारै कुदाउँछु तपाईँसँग बिस्तारै जाउँ न त्यो जङ्गलमा कुन चाहिँ बाटो छ तैँले मलाई छोडेर कहाँ पुग्छ होला नि त कहिले आएको कहिले जाने फेरि अवश्य अन्त त्रो गएर यो बडा नबसेर किन घर कहाँ जानु हजुर म भयो 4-5 दिन भयो हुन्छ जान्छु बढिया पछि
ठुलो 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 हुनु म चाहिँ साथीहरू यहाँनिर अहिले मामालामा छु माम बोजू यो चाहिँ मुने बाख्रा मेरो आमै के अरे माघे सङ्क्रान्ति मनाएर यतै बसिराख्नु भएको तरुल खाँदै माइतीमा छ्यामा कान्छी छ्यामा यता चाहिँ हिरो हिरो ज्याकेट लगाएको नमस्ते के अरे नाम के अरे मिक्सन तामाङ हो तिमी कतिमा पढ्छौ कतिमा पढ्छौ 1 मा भर्खर 10 मा कहिले पढ्ने नि कहिले पुग्ने 10 मा दादा भन्न पुगिहाल्छु दादा भन्न म पुगिहाल्छु नि दादा भन्नु बाबु हुन्थ्यो अब यसलाई लगेर जान्छु खै दुध खाइसक्यो खाइसकेको दुध विशालसँग जा दादासँग दादा भयो त भने आइज मेरो खुट्टामा झुन्डे गर्छ झुन्डे गर्छ अहिले पनि ठुलो हुनु ल तू समझा हाँ नहीं तू समझा नहीं बढेर म जत्रै हुनु हैन यस्तो खुट्टामा झुन्डिन्छ के यस्तो सिधा कुदेर यहाँ यस्तो थुक्दा अङ्कल पनि हुनुहुन्छ कता आहा अङ्कल नमस्कार ल खै डोक गर्नु ल भाग्यमानी हुनु यता छ्यामालाई लु अन्त चाहिँ भाग्यमानी हुनु हामी त यो सबै युट्युबमा हुन्छ क्यामेराम्यान भएर आएको म यहाँ ढिलो आएको घुम्दै घुम्दै आएको नि यहाँ चाहिँ के यहाँ दाउरामा पकाएको नि बाहिरको चुलोमा गोठ बनाउनु आँटेको थिएँ तातो गरेर जाडोमा उता पकायो भने जाडो हुन्छ अनि आगोमा पकायो भने न्यानो हुन्छ दाउरामा त मिठो हुन्छ त बाँकी आइज यसलाई युट्युबमा हालिदिन्छु त अब भनेको भात पनि पाकिहाल्यो ज्याकेट लगाइहाल्यो होइन राम्रो खालको म हिँड्नु अरे माघ 1 गते अघि मलाई के भन्दैन के अरे माघ 1 गते त नजानु है भन्दै किन नानी भनेको त एरोप्लेन झर्यो यो मलाई एरोप्लेन झर्यो नि त नि एरोप्लेन झर्यो नि त भन्दै कस्तो मलाई अनि हो र भनेको ला तपाईँले युट्युबमा हेरेको छैन भिडियो हेरेको छैन भन्छ अनि मजाले बोल्न त दादासँग नि मर्दा पनि के भयो त बुढा पनि त्यसरी मर्ने छोरी मान्छे थिएछ केटा पनि थियो चालकहरू केटा पनि थियो केटी मात्रै थिएन खुवाइ पो दिनुपर्ने आमै म खिकिदिन्छु अब हो खुवाइदिनु पर्नेलाई त अब मान्छेले देख्छ है घाँटेको दादा त युट्युबमा हाल्नुहुन्छ अरे आफै खाए आफै खाऊ आफै अचेल त आफै खान्छ हो त्यो आउन थाल्छ अनि ल जाने ल भाइ बाई 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 ल जान्छौँ हामी है ल अब रात पनि पर्यो अब जानुपर्छ रात पर्यो अब जानुपर्छ अहिले फेरि बाटोमा एकदम टाढो हुन्छ ल उनीहरू केही छैन रात परिसक्यो अब घर पुगेर भेट्छु है त ल हामी पनि घर आइपुग्यौँ
आई होप रमाइलो भयो होला आजको दिन होइन गाउँठाउँ पनि घुमेर आयो आजलाई यति नै आजको भिडियो यहीँ इन्ड गरौँ प्लिज लाइक सेयर कमेन्ट गरिदिनु नबिर्सिनु होला अनि प्लिज सब्सक्राइब आजलाई यति नै गुड बाई हस्त नमस्ते फेरि भेटौँला अर्को भिडियोमा ओके